अङ्ग्रेजीको टिचर हो के को टिचर अङ्ग्रेजीको कसलाई पढाउँछौ दुईको कक्षालाई पढाउँछु के पढाउँछौ त विद्यार्थीहरूलाई मलाई ह म विद्यार्थीहरूलाई पढाउँछु के पढाउँछौ इङ्ग्लिस इङ्ग्लिसमा के सिकाउनुहुन्छ त नि यो गर्छौ भनेर देखाउनुहुन्छ कि लाइट बालेर अनि म त यो लेख्नुहुन्छ कि सरले सरले अनि बी लेख्नुहुन्छ कि यो गर्यो भनेपछि बी भन्छु बी लेख भन्छौ कसलाई भन्छौ सरलाई अनि यो पनि चिन्छौ तिमी यो के हो यो एकछिन बख यो के हो यो चाहिँ के हो त अनि यो चाहिँ के हो अनि यो चाहिँ अनि यो चाहिँ अनि तिमीलाई अर्को सबै आउँछ यसरी चिन्छौ होइन होला है गफ दियो अब हेर ल म यहाँ लेख्छु के हो तिमी भन ल उल्टो पऱ्यो नि त मलाई लेख्नलाई यो के हो कहाँबाट सिक्यौ पढ्ने ठाउँमा देखेको यहाँ अरू पनि कतिको चिन्छ अब कुन चिन्छौ तिमी यहाँ यो के हो यो अन्डा ओ भन्छ यसलाई यो कुन हो ग्यास अब हेर यो लु त लु यो कतिको चिन्दो रहेछ भाइले यो यहाँ हेर त यो के हो यो के हो यो होइन त्यहाँ त झुक्किस अरे त फेरि यो कति हो अनार हो ए अनि यहाँ भन यहाँ हेर ल कतिको आउँछ यो भाइलाई यो के हो यस टुङ अब हेर यो के हो ल भन ल यो चाहिँ के हो वाउ पी पनि आउँछ ओ माइ गड अनि यहाँ सुन ल कतिको आउँछ अब अर्को आउँदैन है तिमीलाई यो कति हो के रे बाबा कसले सिकायो एच हो यो एच हेन माने कुखुरा यो कति हो एच वाउ सबै चिन्छौ तिमी ल म यहाँ के लेख्छु तिमी चिन ल यहाँ आऊ यो कति हो चिन ल यो कति हो चिन ल यस अब अर्को चिन कस्तो हुन्छ हौ उल्टो लेखिरहेको छु यो कति हो अनि यो कति हो वाउ अनि यो चाहिँ कति हो दिस वान यस 8 हो यो अब हेर यो कति हो यो लास्टको यहाँ हेर न यस्तो सिधा अनि यस्तो यो के हो 1 हो 1 9 त्यस्तो हुन्छ हेर यहाँ गोलो हुन्छ अनि यस्तो हुन्छ 9 यो कति हो यस अब त कतिको जान्दछस् ल यो डिजिट चिन त लु यो एबिसिडीको हो यो 5 होइन 2 पनि यस्तो हुँदैन यस हो यो यस तिमी जे पाए त्यही भनिदिने यार यहाँ आऊ तिमी कुन अब चिन्छौ चिन्दैनौ म तिमीलाई अर्को के लेखाउँछु भने नि पख ल मलाई लेख्नै आएन यार यताबाट यो कुन हो भन त ल यो कुन हो बेल्चा जस्तो बनाइ नि त तेरो आमाले त्यही भएर यो जी हो बाबा जी ल अब अनि सुन न कसलाई कति कक्षालाई पढाउँछौ अरे भनिदेऊ त मलाई एकचोटि गफ गर न एकछिन यहाँ बसेर गफ गर त कहाँ जान्छु कहाँ हिँडेको यहाँ बस न एकैछिन गफ गर न म त दादा दिदीहरूलाई कसरी पढाउँछौ भनेर भनिदेऊ अनि म भरे भन्छु नि त दादा दिदीहरूले तिमीलाई नि के भन्नुहुन्छ के भनेर बोलाउनुहुन्छ त तिमी टिचर भएपछि आऊ भन्नुहुन्छ कहाँ आऊ भन्नुहुन्छ
स्कुलमा अनि तिमी गएर के गर्छौ दादा दिदीलाई म त डिस्टर्ब दिन्छु हँ म त डिस्टर्ब दिन्छु डिस्टर्ब दिन्छु के हो डिस्टर्ब दिनु भनेको हँ डिस्टर्ब दिनु भनेको के हो डिस्टर्ब गरिदिन्छु भनेको ए अनि बाबाले चाहिँ के पढाउनुहुन्छ त तिम्रो हेर ओछ्यान पनि मिलाएको छैन हाम्रो बाबाले के पढाउनुहुन्छ त गणित गणितमा के पढाइ हुन्छ ताप्लेजु ताप्लेजुङ के हो भनेर पढाइ हुन्छ अनि बाबाले कसरी पढाउनुहुन्छ दादा दिदीलाई बाबालाई कसरी पढाउनुहुन्छ दादा दिदीलाई बाबाले कसरी पढाउनुहुन्छ त दाजुहरूलाई यो कति हो भनेर बोलाउनुहुन्छ यस्तो यस्तो लेखेको हुन्छ के यो कति हो भनेपछि बी हुन्छ अनि यो कति हो भनेपछि बी हुन्छ अनि यो कति हो भनेपछि सी भयो होइन यो यहाँ लेखेपछि ह्यान्ड भयो होइन ह्यान्डमा नि कुखुरा भयो होइन अनि खाइदियो होइन कसले खाइदियो कुखुराले नि खाइदियो अनि ठुङ्ग्यो टक्कै पाएर ठुङ्ग्यो अनि अरू कथा भन न त मलाई एउटा कथा भनिदेऊ त मलाई भन्न बाबाले भन न त पशुपतिको बाँदरको कथा भनिदेऊ त ल के हुन्छ पशुपतिको बाँदरहरू कस्ता प्रकृतिका हुन्छन् भनिदेऊ त ल पशुपतिको मन्दिरको बाँदरहरू कस्तो प्रकृतिको हुन्छन् भनिदेऊ त ल के गर्छन् तिनीहरू भनिदेऊ ल काठमाडौँको बाँदरहरू कस्तो हुन्छ भनिदेऊ न खै त बोले कि ठुलो हुन्छ के को सानो हुन्छ ठुलो हुन्छ नि ठुलो आइसक्रिम हुन्छ आइसक्रिम पनि ट्याप्पै समाउँछन् के गर्छन् समाएर अनि आइसक्रिम कसको आइसक्रिम समाउँछन् मान्छेले आइसक्रिम किनेको हुन्छन् कि अनि त्यो पछिपट्टि बाटोमा जान्छ अनि के हुन्छ उकालोमा केमा उकालोमा तिमी काठमाडौँ नपुगे मान्छे कसरी पशुपतिमा उकालो छ भनेर थाहा छ म आइसक्रिम खाँदै थिएँ बजारबाट म सेन्ट्रल मलबाट म बजारबाट आइसक्रिम किनेर ल्याउँदै थिएँ खाँदै थिएँ उकालो बाटो हिँड्दै थिएँ म अघि त म पशु बाटोमा गएको थिएँ उकालो बाटोमा अनि म त बाँदरले के हो भनेपछि त आइसक्रिमको बाँदर पो रहेछ है अनि के गर्यो बाँदरले तिमीलाई समायो अनि मेरै रुखमा लान्छु भन्यो मेरै रुखमा लान्छु भन्यो के लान्छु भन्यो मलाई चक्लेट गर्ने मान्छेलाई त म त मेरै रुखमा लान्छु भन्यो गफ दिन्छौ जक्चक गर्ने मान्छेलाई रुखमा लान्छु भन्थ्यो अरे अनि तिमीले के भन्यौ त बाँदरलाई म त हुँदैन भने अनि मैले त डन्टी थालो पुच्चा लगाइदियो खेलाइदिए के गरेर खेदाइदिए थालो पुच्चा लगाइदिएर खेदाइदिए ओहो तिमीले खेदाउँदा भागो त बाँदर कतातिर गयो त जङ्गलतिर गयो ओ माई गड हो र अनि तिम्रो आइसक्रिमको चाहिँ कता पुऱ्याइदियो जङ्गलमै पुऱ्याइदियो अनि तिमी रोएनौ ओहो किन नरोएको त तिमी अनि मैले ललिपप किनेर आएँ ए त्यो ललिपप पनि बाँदरले चोर्यो ओहो अनि के चोर्यो बाँदरले अरू त चकलेटले चोर्यो अनि म चकलेट खाँदै थिएँ चकलेटले चोर्यो चकलेट बाहेक चाहिँ दुनियाँमा खानेकुरो अरू केही छैन भाइ तिमीलाई चकलेट मनपर्छ चकलेट खायो भने के हुन्छ भनिदेऊ न त एकचोटि ललिपप भन्दा मलाई चकलेट मिठो लाग्छ क्या चकलेट खायो भने के हुन्छ हामीलाई भन न त खान्छु त ओ माई गड के हुन्छ हामीलाई चकलेट खायो भने भन न के पनि हुँदैन क्या हुन्छ प्लिज तिमीलाई थाहा छ त भनिदेऊ न हैन आमाले के भन्नुहुन्छ चकलेट खायो भने के हुन्छ भन्नुहुन्छ आमाले भनिदेऊ त बबिता आमाले
मैले के भन्छु सभ्य चक्लेट खानु हुँदैन चक्लेट खायो भने के हुन्छ भन्छु किरा कहाँ किरा कहाँ किरा कहाँ लाग्छ किरा हँ किरा लाग्छ दाँतमा त ओ त्यही भएर खानु हुँदैन अनि पशुपतिको बाँदरलाई देखेपछि तिमीलाई कस्तो फिल भयो त कस्तो अनुभव म भयो त आइसक्रिम खाँदै थिएँ अनि म पानी खाँदै थिएँ अघि त पानी बोतलबाट खाँदै थिएँ अघि त पानीको बोतलै छोडिदियो कसले बाँदरले ओहो कस्तो बाँदर है त्यसलाई त थाहा डन्ठीले कुदिनुपर्छ ओहो के को डन्ठीले कुद्छन् पातको रुखाको डन्ठीले कुदिनुपर्छ के हो डन्ठी भनेको चाहिँ यस्तो 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 डन्ठी हुन्छ नि के हो डन्ठी भनेको यस्तो डन्ठी यस्तो थालपुच्चा लाउने हुन्छ नि अनि ट्वाप्प कुदिनुपर्छ ओहो कुट्नु हुँदैन त जङ्गली जनावर हो नि त बाँदर माया गर्नुपर्छ अनि गइहाल्छ अनि जान्छ जङ्गलमा बस्ने जनावरहरूको नाम आउँछ तिमीलाई भन्नलाई हात्ती बस्छ नि अनि चितुवा पनि बस्छ नि बाघ पनि बस्छ ओ अरू कराउँछ नि स्याल पनि बजाउँछ नि स्याल पनि बस्छ नि त्यहाँ त अनि हात्तीले त खेलाइदिन्छ केलाई खेदाइदिन्छ हात्तीले त सुई पारेर खेदाइदिन्छ नि फ्याउरोलाई त ओ माई गड अनि अरू कुन कुन बस्छ जनावरहरू फ्याउरो पनि बस्छ नि फ्याउरो कसो गर्छ फ्याउ फ्याउ गर्छ राति रोयो भने त फ्याउ फ्याउ गर्छ को रोयो भने मान्छेहरू रोयो भने क्या फ्याउ फ्याउ गर्छ अनि के हुन्छ त फ्याउ फ्याउ गर्यो भने लान्छ नि ओहो के गर्छ कसरी लान्छ केमा चढाएर लान्छ फ्याउरोले उसकै गाडीमा चढेर लान्छ फ्याउराको गाडी कस्तो हुन्छ त ठुलो हुन्छ कहिले देख्यौ तिमीले मैले फ्याउरोलाई देखेको छु ओहो कहाँ देख्यौ जङ्गलमै देखेँ कस्तो थियो ठुलो थियो ओ ठुलो हात्तीभन्दा पनि ठुलो हो र होइन होला अनि म त के हो भनेर त फ्याउरो बोलाउँछु भरे त म त फ्याउरो पायो ओ अनि मलाई त खाइदियो ओइ खाँदैन फ्याउराले त फ्याउरो त तिमीलाई देख्यो भने फ्याउ फ्याउ गर्दै भाग्छ नि त्यो जाबो फ्याउरो सानो त हुन्छ ठुलो त हुन्छ अनि अरू जनावरहरू कुन कुन बस्छन् भन न त्यसले त ठाडो पुच्छा लगाइदिएर खेदाइदिनुपर्छ हो अनि पुच्छरै नभएकोले चाहिँ कसरी ठाडो पुच्छर लाउँछ भाइ होइन कराइदिनुपर्छ नि कराइदिनुपर्छ कसरी कराउनुपर्छ भन त भनेर कराइदिनुपर्छ नि अनि टुसुङ गरिदिनुपर्छ ए टुसुङ गरिदिएपछि पनि भाग्छ अनि डन्ठी कुचेपछि भाग्छ नि त ए अनि सुन न घरमा पाल्ने जनावरहरू चाहिँ नाम के आउँछ तिमीलाई मलाई त हात्ती घरमा हाम्रो घरमा मान्छेको घरमा पाल्ने चाहिँ होइन बिरालो यस अनि कार अनि म ड्राइभर भएपछि डोजर कुदाउँछु म सुन न बाबा जनावरको कुरा गर्दैछौँ क्या हामी डोजरको होइन हाम्रो घरमा चाहिँ पराजुली बुवाको घरमा हाम्रो घरमा कुन कुन जनावरहरू पाल्छन् मान्छेहरूले भन त अरू कुन कुन जनावरहरू पाल्छ मान्छेहरूले भन न तिमी के खाएको त्यो के खाएको तिमीले त्यो के छ त्यहाँ भन त पेडा के अरे चिउरा र पेडा